हाम्रो पार्टीमा स्वास्थ्य मन्त्रालय बन्यो भने तपाईँ चाहिँ मन्त्री हुनुपर्छ, हुनुहुन्छ तपाईँ भनेर केही मान्छेहरू पार्टीका मान्छेहरूले मलाई भने। तर यति पैसा चाहिन्छ, पार्टीलाई सहयोग गर्नुपर्छ भनेकी हुन्। पार्टीको मान्छेले तपाईँलाई पैसाको अफर गरे कसले गरे? पार्टीको लागि सहयोग गर्नुपर्छ होइन, पार्टीको लागि सहयोग गर्नुपर्छ भने कसले पैसा मागे तपाईँसँग? कति पैसा मागे ठ्याक्कै? हो, त्यो चाहिँ अब मैले आज जनतालाई किनभने मलाई ढाकुकुमार श्रेष्ठजी तपाईँ नढाँटिकन भन्नुहोस्। भन्न नि पर्छ, किनभने मलाई साह्रै हेला गरियो, मेरो चाहिँ करियरै नष्ट गरियो पार्टीले होइन। एउटा चाहिँ सानो कुरा विवादमा ल्याएर मलाई ठुलो मेरो लाइफकै एउटा चाहिँ क्षति पुर्याइयो। मैले आज भन्नै पर्छ, केन्द्रीय सदस्य जुन पार्टीलाई धेरै सहयोग गरिराखेको मोहनजङ थापा, उहाँ अमेरिका बस्नुहुन्थ्यो, यहाँ केन्द्रीय सदस्य पनि हुनुहुन्छ। उहाँसँग सानोतिनो हाम्रो कुरा हुँदाखेरि उहाँले चाहिँ ल तपाईँ स्वास्थ्य मन्त्री हुनुहुन्छ, पक्का भयो, ठिक छ, पार्टीलाई सहयोग गर्नुहोस्। पार्टीले 3 करोड माग्नु भएको। मोहनजङ थापाले 3 करोड माग्नुभयो मोहनजङ थापा तपाईँलाई मन्त्री बनाउनको लागि। मोहनजङ थापा लगायतको केही साथीहरू उहाँहरूको हुनुहुन्छ। कोर टिमको कुरा गर्नुभएको छ तपाईँ? कोर टिमको कुरा हो यो। तपाईँहरूलाई आज सबै साथीहरूले कोर टिम, पार्टीका साथीहरूले पनि कोर टिम के हो? को थियो तपाईँलाई प्रस्ताव गर्ने? तपाईँ चाहिँ के हो यो सोझोपन? के हो यो तपाईँले यस्तो गरेको? किन पार्टीलाई चाहिँ धराशय पार्नुहुन्छ? किन पार्टीले चाहिँ रविलाई चाहिँ अगाडि बढ्न दिनुहुन्न भनेर साथीहरूले पनि, पार्टीका साथीहरूले पनि धेरैले भन्नुभयो। तर मलाई त्यो अघि भने नि त, पार्टीलाई जोगाउनु थियो, पार्टीमा मलाई धेरै माया थियो, पार्टीको सानोदेखि हुर्काएको पार्टी। अहिले स्वार्थको लागि अहिले आएको केही साथीहरू जस्तो होइन, मैले सुरुदेखि हुर्काएको साथीहरू पार्टी, त्यही भएर मलाई अहिले पनि माया छ। पार्टी जोगाउनलाई मैले यो कुरा बाहिर ल्याइनँ। आज भने मैले जेसुकै होस्, मर्छु मेरो, किनभने मेरो फ्यामिली स्टाटस सबै कुराहरू मलाई पुगिछ। म मरे पनि केही पनि हुँदैन, मरे पनि के कसैलाई मार्छ भने मारुन्, मलाई केही पनि फरक पर्दैन। तर मैले आज सत्य बोलिनँ भने जनताले मलाई सधैँ सराप्ने छन्, सधैँ मलाई चाहिँ विभिन्न किसिमले चाहिँ हेप्ने छन्, नाम दिने छन्। मेरो सन्तति पनि भोलि चाहिँ सुख पाउने छैनन् मेरो नामले गर्दाखेरि। त्यसले गर्दा आज भन्नै पर्ने हो, मोहनजङजीले चाहिँ मलाई 3 करोडको चाहिँ अर्डर गर्नु, के अरे माग लाउनु भएको उहाँले, र उहाँ मार्फत यही हाम्रो सामाखुसीमा चाहिँ मेरो कुरा भएको हो। त्यो एउटा चाहिँ के छ त्यहाँ एउटा बस्ने छोडिदिनु, सामाखुसीको भित्रपट्टि मलाई लगेर कफी सपमा एउटा चाहिँ उहाँले पठाएको मान्छेले मलाई भेट्नुभयो। उहाँको नाम, मोबाइल नम्बर मसँग छ, चाहियो भने कल रेकर्ड छ मसँग, कल रेकर्ड चाहियो भने कल रेकर्ड निकाल्दा हुन्छ होइन। मोहन सरसँग कुरा भएको कल रेकर्ड निकाल्दा हुन्छ, उहाँले पठाएको मान्छेसँग बोलेको कल रेकर्ड निकाल्दा हुन्छ, उहाँले चेक माग्नु भएको, पैसा माग्नु भएको, तर पार्टीलाई सहयोग गर्नुपर्छ भन्ने कुरा हो। मलाई पनि ठिकै छ, एउटा मन्त्री बनेर मैले देशको सेवा गर्न सक्छु, ती आमाहरूको आँसु पुज्न सक्छु भने यो परिपाटी नै यस्तै रहेछ। यो देशमा मन्त्री बन्नलाई पैसै खुवाउनु पर्ने रहेछ भने म सोझो मान्छे नेवारको छोरी एउटा हो, ठिकै रहेछ, यस्तै चलनै चल्ती रहेछ। म भर्खरै पोलिटिक्समा आएको नआएँ कि मलाई केही पनि अरू, म एकदम भाषण गर्न नजान्ने, मलाई चाहिँ यताउति दायाँ बायाँ गर्न जान्ने मान्छे हो, सोझो मान्छे हो, बच्चैदेखि सोझो मान्छे हो म। मेरो गाउँठाउँमा गएर सोझो हुन्छ होइन, ढाका कस्तो हो भनेर। त्यो भएपछि म त्यस्तै खाले उहाँहरूसँग म फसेँ र उहाँले चाहिँ माग्नुभयो। ठिक छ भनेपछि मसँग भएको पैसा त पुरा थिएन, मैले के गर्ने?